एभ्रीवान, दर्शन नमस्ते। अहिले चाहिँ हामी बेलुकाको इभिनिङ टाइम हामीसँग एक्स्ट्रा स्पेयर टाइम भएर चाहिँ हाम्रो यो प्याकेजमा जुन कुरा थिएन आफै एक्सप्लोर गर्नलाई बाहिर निस्केका छौँ। यसको लागि चाहिँ हामीले आफै यो गुगलबाट लोकेसन ट्र्याक गरेर यो ग्रान्ड बुद्ध भन्ने कुरा यहाँको लोकेसन एकदम इम्पोर्टेन्ट रहेछ, त्यसको भिजिटको लागि अगाडि बढिसकेको छौँ। जुन चाहिँ एउटा पटाइ आइसकेपछि भेट्नुपर्ने ठाउँ हो। हामी पनि बुद्ध धर्म सम्बन्धी देशको भएको हुनाले एकदमै प्यारो लाग्छ भन्ने मलाई आशा लाग्दछ। अनि बाँकी चाहिँ अगाडिको भिडियो चाहिँ के कस्तो बन्छ हेर्दै जानु होला अन्त्यसम्म। र हजुरको साथ सपोर्ट एकदमै इम्पोर्टेन्ट छ। एन्ड लेट्स गो एन्ड चेक इट आउट। र यो इभिनिङको टाइम सुरु भइसकेको छ, हाम्रो यात्रा सुरु छ। एकदमै नयाँ लोकेसन आफ्नै तरिकाले घुम्दैछौँ हामी। आफै यो अनलाइन ट्याक्सी बोलाएर अनलाइन सर्च गरेर अगाडि बढिरहेको छ हाम्रो यात्रा। मामु छोरी चाहिँ पछाडि बसेर पुरा मन्थन छ। यस्तो छ माया प्रेम मामु छोरीको, रमाइलो गरिरहेका छन् होइन त मामु छोरी, होइन त छोरी। अझ यहाँ थाइल्यान्डको यस्ता मान्छेहरूले ट्याक्सी चलाउँछन्, लेडिजहरूले यस्तै राम्रोसँग ट्याक्सी चलाउँछन्। यस्तो छ व्यवस्था यहाँ चाहिँ थाइल्यान्डमा। फाइनली हामी चाहिँ अहिले यो रहेको एकदमै इम्पोर्टेन्ट साइट सिइङमा पर्ने मोस्ट अट्र्याक्सनमा पर्ने ठाउँमा आइपुगेका छौँ। अब भित्र हामी जाँदछौँ, हेर्दै जानु भिडियोलाई। एकदमै राम्रो दृश्य देखिरहेको छ अगाडि भगवान् बुद्धको। अनि यहाँ अगाडि चाहिँ हाम्रो छोरी यति रमाइलो गरिरहेका छन् यहाँ उसमा बसेर। यो के हो छोरी, वाट इज दिस? काउ? हर्स हो। अगाडि बसेर यस्तो रमाइलो छ। ल हामी चाहिँ अहिले बिल्कुल एकदमै इन्ट्रान्समा आएको छ। अति राम्रोसँग सुसज्जित गराएर राखेको। यहाँ कुकुरहरू छन् यहाँ अगाडि। छोरीलाई झन्नै भोकिरहेको थियो कुकुर। छोरी डोन्ट गो नियर टु डग, ओके? वेट डोन्ट गो अलोन, डोन्ट गो। यस्तो छ अलिकति अवस्था, कुकुरबाट पनि बच्नुपर्ने रहेछ। म छोरी चाहिँ अगाडि बढिसकेको अवस्था छ अहिले। अनि यो चाहिँ एकदमै ठुलो, सबैभन्दा ठुलो यो पटाया एरियाको भगवान् बुद्धको मन्दिर रहेछ। हामी अगाडि बढ्दैछौँ बाँकी दृश्यको लागि। ल छोरी डगको नजिक नजाऊ ल, डोन्ट गो नियर टु डग, ओके? अनि डेन्जर हुन्छ नि। वाह, यो त ड्रागन रहेछ त। वाह, सो ब्युटिफुल छोरी है, कति राम्रो हो। वाह, ड्रागन कति राम्रो हो। कसरी यिनीहरूले सुसज्जित डेकोरेसन गरेर राखेको, कति राम्रो मन्दिरको यो प्रिमिसेसहरू, यो एरियाहरू वरपर। यो एन्ट्री एरिया हो। हामी अगाडि बढिरहेका छौँ। ल मामु छोरी अगाडि उक्लिँदै गरेको अवस्था छ। यो थाइल्यान्डको पटायामा बिग बौद्धको स्ट्याचुको लागि यति राम्रोसँग व्यवस्थित गरेर राखिरहेको छ यहाँ। ल हामी चाहिँ अहिले इभिनिङको अलमोस्ट 7 o'clock आएको छौँ। यहाँको अवस्था यस्तो छ। अलिअलि टुरिस्टहरू छन् यहाँ। बौद्धको मूर्ति त म्यासिभ, एकदमै ठुलो रहेछ, एकदमै ठुलो। यो चाहिँ कुरा बुझ्दाखेरि यो 1970s तिर चाहिँ थाइल्यान्डमा बौद्ध धर्मलाई एकदमै एक्सपान्सन गर्नलाई, बढाउनलाई चाहिँ त्यो मूर्तिको ठाउँमा व्यवस्था गरिएको रहेछ त्यतिखेर। त्यसले गर्दाखेरि अलमोस्ट थाहै चाहिँ यो बौद्ध धर्मसँग प्रेरित छन्। अनि उनीहरूले चाहिँ बौद्ध धर्मलाई चाहिँ एकदमै बढी मान्छन्। यति राम्रो यिनीहरूले व्यवस्थित गरेर एकदमै अर्गनाइज गरेर राखेको पाइएको छ। यो चाहिँ यहाँको ग्रान्ड बौद्ध टेम्पल भयो। यसको ब्याक साइडमा यता पछाडितिर पनि यस्तो धेरै बुद्धिस्ट टेम्पलहरू धेरै रहेछ। पछाडिको भ्यू अझ राम्रो होला जस्तो लाग्छ मलाई। पछाडिको भ्यू
छोरीको अवस्था यस्तो छ। यहाँ यताउता गरेपछि लडीबुडी गर्दै हिँडिराखेको चाहिँ थाइल्यान्डमा। यस्तो राम्रो छ यहाँको नजारा, एकदमै शान्त राम्रो। बुद्धिस्ट धर्मावलम्बी एकदमै यिनीहरूले संरक्षण गरेर राखेको छन् आफ्नो आस्थाप्रति। यहाँबाट मुनिको भ्यू चाहिँ यस्तो देख्दो रहेछ। यो ब्याङ्ककको पटाया साइडको म्युजिक बजिरहेको छ, सायद त्यहाँ क्लबहरू होला। अनि अलिक पर त्यो पिलपिल लाइट देखिने त्यो एरिया चाहिँ सबै समुद्र हो। उतातिर बिचै सुरु हुन्छ यहाँबाट तल, सबै बिच पटाया बिच यहाँ मुनि नै पर्छ। ठ्याक्कै यसको मुनि यो सबै पटाया बिच हो। यतातिर तलतिर हामी चाहिँ यो एरियामा छौँ। यहाँको बाट टप भ्यू पनि राम्रो देख्दो रहेछ, एकदमै राम्रो राम्रो भ्यू देख्दो रहेछ है। त मम्मी यहाँ छ, छोरी यता छ, रमाइलो भ्यू आइरहेछ थाइल्यान्डमा यो पटाया भन्ने एरियामा। कस्तो संरक्षण गरेर कति राम्रो देखिएको यो बौद्ध धर्मको। सायद यिनी चेलाहरू भिक्षुकहरू होलान्। पछाडिको यति धेरै यिनीहरूले फोटो मूर्ति बनाएर राखेको छ, यस्तो राम्रोसँग राखेको छ। यो पुरै कम्पाउन्ड नै बौद्धको, यो नै यहाँको मेन अट्र्याक्सन नै हो। यो ग्रान्ड सबैभन्दा ठुलो बौद्धको टेम्पल भनेपछि। ल मलाई लाग्छ हजुरहरूले पनि यो भिडियो हेरेर धेरै रमाइलो मान्नुभयो होला र धेरै नयाँ कुराहरू केही देख्न मिल्यो होला सबैजनालाई। एकदमै राम्रो छ यो। एकचोटि थाइल्यान्डको पटायामा आएपछि यो एरिया पनि भिजिट गर्न नबिर्सिनु होला। यो नर्मल्ली प्याकेजमा हुँदैन, हाम्रो यो प्याकेजमा थिएन। हामीले आफै सेल्फ आफ्नो तरिकाले एक्सप्लोर गरेको हो। गाडीहरू अनलाइन भाडामा पाइहाल्छ, अनि अब गुगलमा गएर सर्च गरी सबै लोकेसनहरू थाहा भइहाल्छ। एकदमै ठुलो, एकदमै राम्रो छ यो। एकदमै नजिक पनि छ यो पटाया एरियाबाट। एकचोटि भिजिट गर्नलाई एकदमै राम्रो, भगवान्को दर्शन पनि। यो पछाडिको ब्याकग्राउन्डहरू अझ कस्तो छ यो। यति धेरै बौद्धको स्तूपहरू मूर्तिहरू भनौँ, सायद कपिलवस्तु पनि छैन होला, त्यति धेरै छ यहाँ। लगभग मेरो विचारमा 40-50वटा नै होला ठुला ठुला, यति सानो एरियामा पनि। ल यति भन्दै म अहिले बिदा माग्छु हजुरबाट। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो एन्ड किप सपोर्टिङ